हेलो हेलो साथीहरू नमस्ते है। आज चाहिँ म जुन हिजो आज सामाजिक सञ्जालमा निकै चर्चा निकै भाइरल भएको भिडियो छ नि त, एउटा काकाले एउटा भतिजलाई होइन वडा कार्यालयमा जाँदै गर्दाखेरि केही कुराहरू आफ्ना कुराहरू राख्दै गर्दाखेरि त्यो काकाले अफिस वडा कार्यालयबाट तानेर होइन घिसारेर बाहिर ल्याएर कुटेको भिडियो सबैले देख्नु भएको छ होइन। अनि त्यो भिडियोको लागि आज चाहिँ म अलिकति बोल्दैछु, मलाई अलि होइन आफूमा भएका गुनासोहरू पोख्दैछु है। किनकि म के भन्छु भने सबभन्दा पहिला चाहिँ होइन यस्ता अराजक व्यक्तिहरूलाई होइन कहिलेसम्म होइन यस्ता अराजक व्यक्तिहरूको हामीहरू अन्डरमा होइन चल्ने के, त्यो भएर सबैजना होइन आफूले कसरी हुन्छ आफ्नो आवाज होइन बोलिहाल्नुपर्छ के, आफ्नो आवाज उठाउन आफूले आफ्नो ठाउँबाट आवाज उठाउन सक्नुपर्छ भन्छु होइन। किनकि एउटा सँगै ओडाको मान्छेले होइन अनि आफ्नो ठाउँको गाउँको विकासको लागि के भइरहेछ, कसरी चलिरहेछन् योजनाहरू, के भइरहेछ विकासको कामहरू भनेर प्रश्न गर्दाखेरि होइन हात हाल्न पाउँछ त होइन। अनि त्यो ब्रदरले एउटा आफ्नो ठाउँको लागि होइन के भइरहेछ भन्ने कुरा उसले त चासो छ नि त उसलाई। अनि उसले सोद्धाखेरि उमाथि हातपात भएको छ, तपाईँहरू हामीहरूले सबैजना देखेकै छौँ होइन। अनि यस्तो हरकत देखाउने मान्छेहरूलाई होइन तपाईँ के भन्न चाहनुहुन्छ कि होइन यस्ता अराजक व्यक्तिहरू यस्ता गाउँ समाजको लागि एकदम होइन खतरा हुन् कि यस्ता व्यक्तिहरूलाई होइन। म चाहिँ फेरि त्यो ठाउँमा मात्र होइन कि जुनसुकै ठाउँ मुगु जिल्ला के अरे नेपालभरि नै होइन अनि यस्ता अराजक व्यक्तिहरूलाई चाहिँ होइन फेरि एउटा सन्देश पनि हो कि मेरो, कोही मान्छे बोल्न आउँछ भनेपछि कुरा सुनौँ होइन त्यसको पहिला, अनि त्यसपछि के हुन्छ होइन अनि त्यो कानुनी तरिकाले जानुपर्छ कि। अहिले भनेको होइन मान्छेहरू सबजना बाटो छन् कि आफ्नो ओडाको आफ्नो ठाउँको होइन के हुन्छ खबरहरू त आफूले पाउनु पऱ्यो नि त पाउँछ, आफूले बुझ्न मन हुन्छ, आफूलाई पनि जान्न एउटा इच्छा हुन्छ होइन। किनकि अहिले नपढेको भन्ने हुँदैन नि त, सबैजना पढेको छ यार। अनि त्यो भएर मान्छेहरूलाई कहिले पनि यसलाई त के थाहा छ र होइन यसले के गर्न सक्छ भन्ने कुरा होइन कि। अनि यो मैले भिडियो बनाउनुको खास कारण चाहिँ आज त्यो ब्रदरको लागि होइन बिग रेस्पेक्ट छ यार ब्रदर होइन। एउटा यति कन्फिडेन्ट लेभल होइन यति छ कि होइन कन्फिडेन्टका साथ होइन कसरी बोलिरहेछन् उसको भिडियो हेरौँ न पहिला होइन। अनि त्यो हो नि त आफ्नो ठाउँको लागि बुझ्न जरुरत छ कि हामीहरू सबैजना मिलेर है। अनि सबैजना साथीहरू अनि तपाईँ के भन्न चाहनुहुन्छ यस्ता अराजक व्यक्तिहरूको लागि एउटा मिठो कमेन्ट चाहिँ लेखिदिनु पऱ्यो अब सबैजना भन्छ होइन। अनि म पनि यस्ता अराजक व्यक्तिहरूदेखि अलि म पनि एकदम खतरा मान्छे हो कि, मन नपर्ने मान्छे यस्ता व्यक्तिहरूदेखि होइन। अनि अलिकति याद दिनु पऱ्यो सबैजना साथीहरू, त्यही भन्छु। आफ्नो आफ्नो ठाउँबाट कति हुन्छ है बेस्ट दिनुपर्छ। अनि त्यो ब्रदरलाई चाहिँ एकदम बिग रेस्पेक्ट है, एकदम धेरै माया छ।